दिदछु। हुन्छ यो समयमा हाम्रो जवान टिमहरूलाई दिदछु। अनि म यहाँ एउटा कुरा सबैमा जानकारी गराउन चाहन्छु। हाम्रो युकेमा रहनुहुने हाम्रो तारा प्रसाद दाई जो हाम्रो मण्डलीको खम्बा हुनुहुन्छ, उहाँले हाम्रो मण्डलीलाई पहिला सुरुदेखि बनाउनदेखि यो जग्गा किन्नदेखि सबै कुरामा उहाँले सहायता गर्नुभएको छ। उहाँले नै यो मण्डली खडा गर्नुभएको छ अनि हामीलाई हरेक वर्ष सम्झनु भएको छ, माया गर्नुभएको छ। हामीले उहाँलाई धन्यवाद दिँदै ताली बजाउने छौँ है। अनि उहाँलाई हामीले धेरै कुराहरूमा सम्झिरहेका छौँ अनि प्रार्थनामा हामीले उहाँलाई बारम्बार हरेक महिनाको हप्तामा महिनाको पहिलो हप्तामा हुने उपवास प्रार्थनामा हामीले सम्झेका छौँ अनि उहाँको हरेक दुःख सुखमा हामीले प्रार्थनामा सम्झेका छौँ। साँच्चै नै उहाँले हामीलाई एउटा नयाँ आवाज दिनुभएको छ। हामीले पहिला कति दुःख दियो, हामी कहिले कहाँ बस्थ्यौँ होइन। उहाँले हामीलाई यो भवन बनाएर ठुलो चाहिँ गुण लगाउनु भएको छ। साँच्चै नै उहाँलाई धन्यवाद है। अनि अब हामी कोरसलाई यतिकैमा राख्दै अब हामी भजनमा जानेछौँ। भजन किताबमै नभएको तर क्रिस्चियन गीत हामीले गाउनेछौँ। हुन्छ यो फेरि यो समय हाम्रो जवान टिमलाई दिँदछु। Oh
परमेश्वरको महिमा भएको छ। हुन्छ यो भजनलाई यतिकैमा राख्दै फेरि हामी 502 नम्बरको भजन गाउनेछौँ।